अब लक्ष्मी पूजा हो नि त होइन अनि मैले सिम्पल र सजिलो तरिकाको विधि बताइदिएको छु होइन अनि भोलि लक्ष्मी पूजा यसै अनुसार गर्नु होला है। लक्ष्मी माताको फोटो राख्ने होइन अनि दियो कलश गणेश स्थापना गर्ने, दाहिने दियो बिचमा गणेश देब्रेपट्टि कलश होइन। अब दियो कसैले अखण्ड बाल्छु भन्दाखेरि पनि हुन्छ, त्यो पनि 9 सुते या 16 सुते बत्तीमा होइन। म एक दिन मात्रै बाल्छु भन्दाखेरि पनि हुन्छ, त्यो आफ्नो इच्छा अनुसार बाल्ने हो होइन। अनि कलशमा पानी राख्ने अनि नरिवलहरू राख्ने हो होइन। अब यहाँ आउँछ मेन लक्ष्मी स्थापना गर्ने होइन। लक्ष्मी स्थापना गर्नको लागि तल धान राखिन्छ, त्यसपछि चामल राखेर अनि कलश राखिन्छ। अब धान नभएको ठाउँमा के गर्ने भन्दाखेरि चामल मात्रै टपरामा राख्दा पनि हुन्छ, आरीमा राख्दा पनि हुन्छ। कलश आफ्नो सजिलोको लागि जसरी सजाउँदाखेरि पनि भयो होइन। अनि कलशमा पानी भरेर त्यही चामलमाथि राख्ने अनि आँपको पत्ता भयो भन्छ, नभए नर्मल बारीमा जुन पत्ताहरू छ त्यही ल्याएर कलशमाथि राखेर अनि एउटा प्लेट लिने, प्लेटमा अष्ट चिन्ह बनाउने होइन। अष्ट चिन्ह भने भोलि त अष्टलक्ष्मीको पूजा गरिन्छ क्या, लक्ष्मी पूजाको दिन अष्टलक्ष्मीको पूजा गरिन्छ। त्यसले गर्दा यो अष्ट चिन्ह बनाउनु पर्ने हुन्छ। मैले जसरी बनाएको छु त्यसरी नै बनाउनु होला होइन। अनि यो प्लेट लगेर कलशमाथि राख्नु होइन। अनि लक्ष्मीको मूर्ति राख्दा पनि हुन्छ, चाँदीको सिक्कामा लक्ष्मी गणेश भनेको चाँदीको सिक्का राख्दाखेरि पनि हुन्छ। अनि एउटा सानो सुनको प्रतिमा चाहिँ चाहिन्छ है। छैन भने आफूले लाएको औँठी सौठी जे छ जे राख्दाखेरि हुन्छ, त्यही